हाई गाइज ह्याप्पी न्यू इयर सबैजनालाई है नयाँ वर्षको धेरै धेरै शुभकामना छ 2081 82 सालको। अनि अब चाहिँ हामी घुम्न जान लागेको छौँ, जलबिरे जान लागेको। यहाँ अहिले 1:30 हुन लागिसक्यो, तर पनि अब हामी चाहिँ जान्छौँ। अनि फ्यामिली टाइम अब नजाने भनेर बसेको थियौँ, तर नयाँ इयरमा केही त गर्न पर्यो भनेर जान लागेको। अब अहिले चाहिँ हामी यहाँ म्याजिक कुर्दैछौँ है। म्याजिक चाहिँ आएन किन हो। अब सी यू गाइज देयर। हाई गाइज, अब हामी चाहिँ अटोमा जान लागेको छौँ 4 जना। अनि बाबा र मम्मी चाहिँ स्कुटरमा जाँदै हुनुहुन्छ। हाई गाइज, अब हामी चाहिँ गाडी हिँडिसक्यो। अनि हाम्रो चाचु चाहिँ विन्डो सिटमा सबैभन्दा लास्ट सिटमा छ। Hello guys. Guys, what a nice couple. Say hello. It's one of the Hurricane actually. हामी चाहिँ जलबिरे आइपुग्यौँ। अनि त्यस पछाडि अब चाहिँ हामी हिँड्दै जानुपर्ने हुन्छ यहाँबाट चाहिँ। अब चाहिँ हामी यहाँबाट हिँड्दै जानुपर्ने हुन्छ गाइस है। म चाहिँ यहाँ भारी बोकिरहेको। गाइस, अब हामी चाहिँ यहाँ ऊबाट चढिसक्यौँ होइन। अब चाहिँ अब माथि जान लागेको छौँ। अनि कस्तो लागिरहेको गाइस? गाइस अहिले चाहिँ ऐसरी फल्नु बेला रहेछ, तर पाकेकै छैन। फल अलिअलि पक्यो, तर कमेराहरूले खाइरहेछ। हामी चाहिँ खान पाएन। यसरी चोर्यो यति धेरै भिड छ यहाँ, यति धेरै भिड छ। क्लिन वाटरमा गएको रे, वाटर यस्तो छ। नपुगेर त्यो तलसम्म नै मान्छेहरू छ यता त। त्यस्तो चाहिँ अब आइसकेपछि अलिकति भित्र त पनि थाल्यो। कामिरा छ मेरो जाडोले। गाइस, अब हामी यो ठाउँमा चाहिँ खाजा खान आएको हो। अनि अब यहाँ झर्नामा बसेर राम ताप्दै हामी खाजा खानेछौँ। त्यही नै हो। लेट्स जस्ट इन्जोय आवर स्न्याक्स। चियर्स। Hi guys, हामी
चाहिँ यहाँ खाजा खाँदैछ अनि त्यो झर्नामा बसेर खाजा खान चाहिँ साह्रै रमाइलो हुँदो रहेछ गाइस जाडो जाडो भएर यस्तो मजा खाँदो रहेछ हामी चाहिँ अब फर्किन लाग्छौँ त्यो रोडमा पुग्नुपर्ने हुन्छ हामी त्यहाँ चाहिँ बस कुर्नु पनि हुन्छ बस कुरेपछि हामी जानुपर्ने हुन्छ अझ मम्मीको सल्लो गरेर हिँडिरहेको छु